यो प्रेग्नेन्सीको हर्मोन्सलाई पनि मान्नुपर्छ, एकदम सेल्युट। कस्तो कटर खान मन लागिरहेछ भनेर भनिन् कि, अनि हातमा चोपै चोप लगाएर कटर फुटाइदिए। अहिले मलाई खुवाउन थालिन्। मलाई त यसको गन्धैले भने वाकवाकै आयो। मलाई त कहाँ सुत्दैमा 13 दिनको काममा बनाएको पुरी सब्जी खान मन लाग्यो भनेर भन्न थालिन्। के गर्नु, 3-4 जना साथीहरूलाई फोन गरिसकेँ, तिमीहरूको गाउँमा कतै सुत्दै हुँदैछ कि क्या हो भनेर, पुरी सब्जी अलिकति ल्याइदिऊ न प्याक गराएर भनेर। कहीँ छैन। अब कहाँ खोज्नु भन्नु त। परेशान भनेको माने संसारमा यी मात्रै प्रेग्नेन्ट भइरहेछन् कि जस्तै पो लाग्न थाल्यो मलाई चाहिँ। अब कहाँबाट खोज्नु भन्नु त। अरूका बुढीलाई त के खानु लाग्छ थोरै तपाईँलाई भन्छन्। होइन, तँ पनि त्यस्तो वस्तु, अब तँ सुत्दैमा पकाएको पुरी सब्जी खान मन लाग्छ। कहाँ खोज्न जाउँ प्रभु। कन्टेन्ट चाहिँ भरपुर दिने रहेछ यिनले प्रेग्नेन्सी भरिमा। मलाई चाहिँ खुसी छु त्यसका लागि चाहिँ, टेन्सन छैन।